हेलो म हुँ कमल र यो हो सान्नी त्रिवेणीको मेलमुडी र आज हामी जान लागेका छौँ यहाँबाट सिधा अगाडिपट्टि देखिनेवाला राजकोट जुन चाहिँ कालीकोटको एकदमै राम्रो ठाउँको रूपमा चिनिने सफल र रवि लामिछानेले बनाएको हस्पिटल रहेको छ। त्यहाँ यो ठाउँको नाम हो साँगेज्यूला है। अनि यहाँबाट हामी यो डाँडामा जानेछौँ, त्यहाँबाट तल एउटा खोला आउनेछ अनि खोलाको उताबाट बाटो हुँदै हामी यात्रामा यो रहेको छ रवि लामिछानेले लगाएको हस्पिटल। अनि यहाँबाट हामी जानेछौँ यता आरसीसी बजार भन्ने ठाउँ। उता लगाएर बाटो होला ल पुल छ, पुलबाट जानु पुल वरिकाबाट नाप दिनु भएन अलि अप्ठ्यारो बाटोमा रहेको दिलाउनु भिड कतिको छ परमु छ त्यस्तै त भिड नै कि अलि छल्ले वरिका चाहिँ अलि कमेट हुन्न त्यहाँसम्म रहेर जानु शुभयात्रा भन्नु हुँदैन शुभयात्रा ल राम्रै होस्। पन्ध्र 20 मिनटको यात्रापछि हामी तर खोला नजिक पुग्न लागिसकेका छौँ। यो खोला हो अनि उतातिर दामी झरना सानो खालको बगिरहेको छ। योभन्दा ठुलो झरना चाहिँ यो डाँडाबाट उतापट्टि 50 झरना भन्ने छ, त्यहाँ पनि हामी अर्को भिडियोमा जान्नेवाला छौँ सायद। अब हामी यहाँ पछि तल गएर एकचोटि नुहाउँछौँ। ओ भाइ खिच्ने तिम्रो यहाँ तिमी के गरिरहेको? सो अब हामी यहाँ चाहिँ नुहाउन लागिराखेका छौँ। खोलामा 2 वर्षपछिको नुहाइ हुनेवाला छ कि देखौँ पौडी खेल्न आउँछ कि आउँदैन। सायद त आउँदैन होला, बिर्सिसक्यो होला, तै पनि ट्राई त गर्नु पर्यो नि। त्यसो गर्ने होइन त हेर हेर हेर। सो हामी नुहाएर आइसकेका छौँ अनि अब माथितिर जाँदैछौँ। उकालो सुरु भइसकेको छ, हामी त्यो भनौँ न नुहाएर फ्रेस भएर आइसकेका छौँ। तर गर्मीले चाहिँ सताउनेवाला छ यो उकालोमा। सो हामी आएको ठाउँ चाहिँ यो, हामी यहाँ माथिबाट तल झऱ्यौँ र अब तलबाट उकालो लागिराखेका छौँ। यहाँ आइसकेपछि हामीले 2टा बाटो मोड्यो, एउटा यता एउटा उता। अब हामी यहाँ एउटा जुगाड गर्नेवाला छौँ। ल उहाँले चाहिँ अब बाटो पत्ता लाउनुहुन्छ, जसो बाटो पर्छ त्यसै। यदि उहाँहरूको भनेअनुसार दाहिने परेमा दाहिने परेलो छ नि आँखाको त्यो जता पर्यो उतै है। ल आँखा चाहिँ मगरे हान्दैछु है। कता ए उतै रहेछ, त्यसो भने यो होइन रहेछ, बाटो उतै गयो। केही मिनटको समयपछि बाटो बिराउँदै बिराउँदै कतै सोध्दै यताउति गर्दै हामी अहिले राजकोट नगरपालिकामा छौँ। यो रहेको छ राजकोट नगरपालिका। विकासको क्रममा भन्ने हो भने नगरपालिका बनाउन योग्य नै रहेको छ। हामी अहिले उता त्यो गाउँ यानि कि सान्नी त्रिवेणी गाउँपालिकाबाट आएको। सरस्वती भन्नुपर्दा एउटा बाटो यहाँबाट आएको छ, यहाँबाट मान्छेहरू हिँड्ने बाटो पनि दामी बनाइएको छ। यो रोड भयो यहाँको, अनि यो चाहिँ बाख्रा हो है, किन्नु भयो भन्नु होला, म ल्याइदिन्छु। अनि त्यसपछि यहाँबाट माथितिर दृश्यहरू निहाल्दै गाई हिँड्दा हिँड्दा सेतो जुत्ता कालो भइसक्यो, जोसिलो जाँगर भलै मरिसक्यो। तर यो हँसिलो मुहार भने निराशिलो भएको छैन, किनभने हामी यहाँ रवि लामिछानेले बनाएको रवि लामिछानेले बनाएको अस्पतालमा पुग्न लाग्छौँ। रवि लामिछानेले बनाएको अस्पतालमा पुग्न लाग्छौँ। रवि लामिछानेले बनाएको कालीकोटको राजकोट नगरपालिकाको अस्पतालमा पुग्न लागेका छौँ। अनि यहाँतिर लेखिएको छ अपरेसन थिएटर। अनि यहाँबाट तल चाहिँ यहाँ अनुमति बिना प्रवेश निषेध लेखिएको छ। यो चाहिँ तलपट्टिको साइड यो मेहेलमुडी भन्ने ठाउँ हामी चाहिँ त्यहाँबाट आएको। कुरा के भयो भन्दाखेरि म यहाँभित्र गएको यस्तो सोधपुछको लागि भनेको, उहाँले भन्नुभयो पत्रकारको आइडी छ अरे। ल
सो म केही बोलिनँ अनि म हिँडिहालेँ। अहिले चाहिँ अब हामी जान लागेका छौँ आरसिसी बजार, राजकोटको वान अफ द बेस्ट पपुलर हो भन्ने सुनेका थियौँ आजसम्म। कि हेरौँ न त कतिको छ। यहाँसम्म पुगेका छौँ, अब त्यहाँसम्म पनि पुगेरै जाऊँ। आरसिसी बजारसम्म जान्छ गाडी? कति हो भाडा? त ड्राइभर को हो यसको? ड्राइभर जी भाडा कति हो? तपाईँ के खलासी? खलासीलाई थाहा हुन्छ भाडा त कति हो? 300। ल कहाँ चढ्नु भन्नु त? म यता ह्यान्डलमा चढ्ने कि पछाडि चढ्ने ड्राइभर जी? यहाँ पछाडि। ल मोडाउनुहोस् न गाडी। अनि आरसिसी बजार त यता पो हो त, गाडी मोडाउनुहोस्। अनि उहाँ चाहिँ को साउ? गाडीको साउ उहाँ? ए ड्राइभर राम्रो राख्नु भएको रहेछ। ल ड्राइभर मोडाउनुहोस् गाडी। खलासीले आफै मोडाउनु पर्दो रहेछ गाडी पनि, छोडिदिनुहोस्। खलासीले धेरै दुःख हुँदो रहेछ गाडीमा। अरू पेसेन्जर लिएर आउनु होला है। सर नमस्कार। कहाँबाट आउनुभयो? स्कुलदै? कति पढ्नु त? युकेजी। वाट इज योर नेम? वाट इज योर नेम? वाट इज योर नेम? बाई बाई सर। अरू त ठिकै थियो गाइज। अब हामी यो आरसिसी बजारमा पुग्न लागेका थियौँ। 2:52 गयो। तर समस्याको कुरा के भयो भने मौसमले साथ दिएन, पानी पर्न लागिसक्यो। हामी जानुपर्ने एकदमै टाढा छ, यहाँबाट दूर छ, उतातिर गाउँ देखिरहेको छ, त्यहीँ हो। ओफ हेरौँ कि एकचोटि अब नास्ता खाइदिउँ भनेर आइसकेका छौँ। अनि देखौँला के हुन्छ। सो यहाँबाट देखिराखेको छ जुन डाँडो यो डाँडो चाहिँ कालीकोटको सदरमुखको डाँडो। आँटिएल्यो मेघले आँटिएल्यो। क्या खाँदा अद्दा भन्नु गयो। मौसम पनि कालो भएको छ। हेर नि गोरु भन। नमस्कार गोरु। राजकोट 5 आरसिपी बजार रहेछ। मैले आरसिसी भन्दा चाहिँ पानीले छिटा हानिसकेको छ। सामान भित्र गर्न हतार छ, पानी आइसकेको छ। हावा पनि लागिसकेको छ, भित्र आइसकेको छ पानी। राजकोटको आरसिपी बजार घुमिसकेपछि अब हामीले जान छ एकदमै दूर। पानी परेर पनि नास्ता खाएर पनि रोकिसकेको छ। अब हामी दौडिन्छौँ होला। मेहेरमुडी एकदमै टाढा छ यहाँबाट। फेरि तल त्यही यो प्रक्रिया अघि जसरी आएका थियौँ त्यसरी नै। एन्ड यहाँको भन्नुपर्दा, मैले रेटिङ गर्नुपर्दा नास्ता पनि ठिकै थियो, चाउमिन पनि अब ठाउँअनुसार होइन त्यो त। एन्ड बजार पनि एकदमै अलिकति कालीकोटको अरू गाउँहरूको भन्दा ठुलो देखेँ। यहाँबाट अगाडि वडा नम्बर 5 को कार्यालय यो। एन्ड एउटा बाटो यता, एउटा बाटो यता। गाडीहरू तलबाट आउने रहेछ। माथि हिउँ परिसकेको छ। दृश्यमा आरसिपी बजार माथितिर पानी परिसकेको छ। रेडियो ठकुरी एफएमका साथमा म पनि कमल शाही। आरसिपी बजार कालीकोट, राजकोट, नेपाल। मिलेन होला। थ्याङ्क यू। आजलाई यति गरौँ। अब फर्किनेवाला छौँ नि त। सो ललिपप खाइरहनु भएको छ हामीले नदिएर, केही छैन। बाई। सानी कोटा सेरो राजकोट रसिलो जग्गा। सानी कोटा सेरो राजकोट रसिलो जग्गा। सानी कोटा सेरो अब तेरो मेरो। फेरि आयो भने माथि तुम्बो किन खोज्जाउने हो? तुम्बो नाम के भन्यो? तुम्बो नाम? अनिता। म फेरि आएँ भने यही गाउँमा रेखा र अनिताको घर कहाँ भन्छु? तिमीहरू कहीबाट हो भन त? यो तिमी बजडी काब्डा पर फुफुकन पुऱ्याइकन आइगयौ। बाबे सत्तु नि रहेछ। तिमी एल्कै आइगयौ पर भिड्नुहुँदै। बाबे परबाट फुफुकन पुऱ्याइकन आइगएछन्। देऊ क्या? मेरो नाम पनि कमल हो। नबिर्या। म फेरि आएँ भने नबिर्या भयो भने कमल भनेको मान्छे को भनेपछि तलि ती 2 ललिपप दिने दिउन् भन्ने चाहिँ भन्दैन भनेपछि पख है क्या? अहिले भाइ गयौँ है हामी। ए भाइ गर भाइ गर ठुलो आवाजमा कुल्लिया पछि हामी किन अब तिमी ल सोल उडाउ पछिनु परेन तल के अरे कुल्लिनु परेन तल नत्र हुँदै जाने हो हामी। फट्किनु पर्यो त। फट्किजाऊ कि त मेरो कहिले बेला हामी आइगयौँ।